नमस्कार, मेरो नाम गुनाखर पन्थी। तपाईहरुलाई म आज एउटा सानो केही राम्रो जानकारीहरु लिएर आएको छु। यसमा चाहिँ म आज साथीले मलाई यो रिजोइस एन्ड रिलाइभ हेल्थ पीपीटी मा लिएर आउनु भएको थियो। भरतपुर 10 एयरपोर्ट गेट अगाडि हाम्रो यो लोकेसन पर्छ। तर मलाई यहाँ आए मलाई राम्रो लाग्यो हैन। यसमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ कुनै पनि डाक्टर सँग चाहिँ सल्लाह लिनको लागि परामर्श लिनको लागि कुनै पनि बिरामी धेरै पीडित हुनुहुन्छ, उहाँहरुलाई इन्डिया जानु पर्छ, बम्बई जानु पर्छ, दिल्ली जानु पर्छ भने उहाँहरुलाई त्यो समस्याबाट मुक्त गर्नको लागि चाहिँ यो अफिस खोलिएको रहेछ। यसको वास्तविकता बुझ्दाखेरि धेरै नै राम्रो रहेछ, सहज हुँदो रहेछ। इन्डिया जान आउने खर्च, तपाईको समय, तपाईको हेडेक, यो सम्पूर्ण चीजहरुबाट तपाई मुक्त हुन सक्नु हुँदो रहेछ। मलाई साच्चै नै राम्रो लाग्यो। इन्डियाका नामुद डाक्टरहरुसँग तपाईहरुले यहाँ बसेर अनलाइनबाट परामर्श लिएर तपाईको नेपालमा कुनै पनि हस्पिटलमा तपाई चेक गर्नु भएको छ भने तपाईको डकुमेन्टको आधारमा तपाईसँग भएको डकुमेन्ट हेरेर उहाँहरुले तपाईलाई अब यो गर्नुस् अनि अब यसरी जानुस् भनेर उहाँले राम्रो सल्लाह दिनुहुन्छ। तपाईहरुलाई विश्वास लागेन भने एकचोटी आएर चाहिँ हेर्नु होला, पक्कै पनि सल्लाह लिनु होला। सल्लाह लिँदैमा आउँदैमा पैसा लाग्दैन। तपाईहरु आउनुस्, बुझ्नुस्, साच्चै तपाईले इन्डियामा भएका नामुद डाक्टरहरुसँग तपाईहरुले सल्लाह लिएर आफ्नो उपचार गर्न पाउनु हुनेछ। यसमा चाहिँ मलाई राम्रो लाग्यो। तपाईहरुलाई कस्तो लाग्छ आउनुस्, सल्लाह गर्नुस्, परामर्श गर्नु होला भन्न चाहन्छु। हस्त नमस्ते।